सबैलाई नमस्कार। आज चाहिँ हामी यो अटो राइडमा निस्किरहेका छौँ। राइडमा निक्लिँदै गर्दा यहाँ बाटोमा एउटा स्याल भेट्यो। हाम्रो एकजना साथी चाहिँ त्यहाँ स्याल समात्नलाई पुरै झारी कुद्दै हुनुहुन्छ। हाम्रो अर्को एकजना साथी चाहिँ यहाँनिर पुरै स्याललाई हेर्दै हुनुहुन्छ कहाँबाट आउँछ भनेर। साथी एकदमै एक्टिभ भएर स्याल खोज्दै हुनुहुन्छ। स्याल कहीँ घारीमा लुक्या हो कि भनेर एकदम मजाले हेर्दै हुनुहुन्छ उहाँले चाहिँ। आज स्याल समातिन्छ जस्तो लागिरहेछ मलाई। सैलुङ जाने बाटो अहिले एकदमै राम्रो बनिएको छ। हेर्नु त अटो पनि सरर गइरहेछ। हामी चाहिँ एकछिन बाहिर हावा खान निस्केछौँ। ल आइसकेका छौँ होइन। सैलुङ जाँदा बागपुर बजारबाट देखिने बाटो छ नि जुन, त्यो चाहिँ यहाँ आउने बाटो हो। अहिले चाहिँ हामी हाम्रो यात्राको लगभग बिचतिर आइपुगेका छौँ। बाटो हेर्नु सक्नुहुन्छ। यस्तो अप्ठ्यारो बाटोमा पनि हाम्रो यो पेट्रोलवाला अटोले चाहिँ झन्डै 500 केजी जति बोकेर होइन सरर जाँदैछ। तपाईँहरूलाई अटो चाहियो भने चाहिँ हामी बागपुर बजारमा हुनेछौँ, फोन गर्न सक्नुहुनेछ। बाटो चाहिँ पुरै भलले होइन कालो कालो माटो देखाइसकेको रहेछ। बाटो यस्तै पारा हो भने कि ग्यारेन्टी छ। यो उकालो बाटोमा आएर चाहिँ होइन टक्क खाल्डामा परेको हुनाले हाम्रो मोटु सरले चाहिँ खुत्त एक हातले ठेलिदिनु भयो होइन। सैलुङ जाने बाटो बिग्रिँदै रहेछ। यो ठेकेदार पक्षले चाहिँ बाटोलाई अलिकति चासो दिनु पऱ्यो। यस्तो पर्यटकीय स्थलमा चाहिँ यस्तो बाटो बनाउनु भएन। पिच गर्नुपर्ने बाटोलाई। खासै बाटो नबनिएको चाहिँ भन्न मिल्दैन, बाटो बनिँदैछ तर पनि एकदम सुस्त गतिमा छ। बाटो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू एकदमै नाला भइसकेको छ होइन। नाला चाहिँ बनाउँदै हुनुहुँदैछ। तैपनि अलि काम ढिला भयो भन्ने चाहिँ हामीलाई लाग्दछ। फेरि एकचोटि हामी अटो खेल्दैछौँ। एकदमै रमाइलो भइरहेछ। दादा कस्तो लागिरहेछ तपाईँलाई अटो ठेलेर? रमाइलो भइरहेछ नि होइन? ल यत्तिको रमाइलो चाहिँ गर्नुपर्छ है। हामी घुम्दै आउँदाखेरि चाहिँ यहाँनिर राम्रो गाउँ देखिएको छ। हेर्नु त क्या हरियाली, क्या राम्रो छ। सिधा पारि चाहिँ चरीकोट हो तर मौसमको कारण खासै देख्न सकेको छैन। हरियाली छ वातावरण। हाम्रो मोटु सर चाहिँ बाटो बिग्रेछ यसपालि के गर्ने होला भनेर गुनासो गर्दै हुनुहुन्छ। हाम्रो सफारी चाहिँ यहाँनिर रेडी छ। हाम्रो दुईजना साथीहरू चाहिँ 3 घन्टा लाएर जाने भनेर मुस्कान दिँदै हुनुहुन्छ। ल तपाईँहरू सैलुङ जाँदै हुनुहुन्छ भने चाहिँ बागपुरबाट आइसके पछाडि माथि आइसकेपछि यहाँ 2टा बाटो भेटिन्छ। यो बाटो चाहिँ नजानु होला होइन। यो गो जाने बाटो चाहिँ तपाईँहरू सैलुङ जानको लागि चाहिँ अगाडिको बाटो जान सक्नुहुन्छ। बाटो एकदमै राम्रो छ। ल म चाहिँ ट्याक्क हाम्रो सफारीबाट झरेर होइन टक्क यहाँ साथीहरू के गर्दै हुनुहुन्छ भनेर देखाउँदैछु। दुईजना साथीहरू यहाँ भित्र टक्क फोन गर्दै हुनुहुन्छ। अलि खासै भ्लगर नभएको हुनाले त्यति राम्रो भ्लग गर्न आइरहेको छैन। अटो चाहिएमा चाहिँ हामीले विज्ञापन पनि गरेका छौँ। बाटो नै भन्नुहुन्छ भने बाटो चाहिँ अति नै राम्रो छ कि पिच मात्रै नभएको पिच जत्तिकै छ त। यहाँ चाहिँ एउटा चौतारा छ। यहाँबाट मास्तिर चाहिँ काँडे जाने बाटो हो। यहाँबाट तलतिर चाहिँ सैलुङ जान सक्नुहुन्छ। यो बोर्ड हेरेर तपाईँहरू होइन। तलतिर चाहिँ ल अट्टा लाएर हामी चाहिँ मोटो भ्लग टाइटल राख्ने कुरा गर्दैछौँ। यहाँबाट पारी हेर्न सक्नुहुन्छ। त्यो चाहिँ चरीकोट बजार हो। हामी यति बेला चाहिँ ढुङ्गे छेउछाउ आइपुगेका छौँ। हाम्रो साथीहरू आजको यात्रा रमाइलो भयो भन्दै हुनुहुन्छ। ल यहाँबाट ढुङ्गे देख्न सकिन्छ। त्यो पारी चरीकोट हो भने यहाँबाट दाहिने मोडिँदै गर्दा चाहिँ ढुङ्गे बजार पुगिन्छ। ल बाटो बन्ने क्रम जारी छ। भाइ बहिनीहरू बाटोमा खेल्दै हुनुहुने थियो। हामी चाहिँ ढुङ्गे बजार छिर्यौँ। ल यहाँबाट उता ढुङ्गे बजार हो भने जेसिबी भएको ठाउँबाट राइट चाहिँ रामेछाप जान सकिन्छ भने अगाडि चाहिँ सैलुङ जाने बाटो छ।
ढुङ्गे बजार हो। ढुङ्गे बजारमा यहाँका स्थानीय मान्छेहरू बसी बिहालो गफ गर्दै हुनुहुन्छ। हामी लगभग कालापानी जाने बाटोनिर आइपुगेका छौँ। थोरै अगाडि कालापानी जाने बाटो छ। त्यो माथि देखिरहेको जङ्गल हुँदै चाहिँ सैलुङ कालापानी जाने हो। अलि अगाडिबाट हामी त्यहाँ जाने बाटो पनि देखाउँछौँ, तपाईँहरू हेर्न सक्नुहुनेछ। ठाउँ अति नै रमणीय छ। आलुको सिजन भएको हुनाले हरियाली आलुहरू देखिन्छ। हामी अहिले चाहिँ ठ्याक्कै तल्लो ढुङ्गे कालापानी जाने छेउमा आइसकेका छौँ। थोरै अगाडि तल्लो ढुङ्गे कालापानी जाने ठाउँमा पुग्छौँ भने हामी एकछिन केही बेर यहाँ बसेर खाजा खाने कुरा गर्दैछौँ। खासै भ्लगिङ गर्न आउँदैन, सिक्दैछु, सुरु नै हो। केही कमी कमजोरी भयो भने सुझाव दिनु होला। यो अगाडि देखेको चोकबाट चाहिँ हामी बाख्रोबाट पालिकाबाट तल्लो बाटो हुँदै आउनुभयो भने लेफ्ट साइडबाट पनि हामी तल्लो बाटोबाट देब्रे साइडबाट आउन सक्छौँ भने यहाँबाट मास्तिर चाहिँ सैलुङ जाने बाटो हो। ल ढुङ्गेबाट काँडे जाने बाटोमा छौँ अहिले चाहिँ हामी। हाम्रो अटो यस्तो बाटोमा पनि गइरहेछ। पहिलाको पुलहरू ल हेर्न सक्नुहुन्छ। यो पुल चाहिँ एकदमै रमाइलो हुन्छ। म यो पुल हुँदै तर्दैछु, चट्ट लाएर यो पुल तर्दैछु म चाहिँ। सानो खोलोहरू छ यहाँ। अटो चाहिँ सरर अगाडि गइरहेछ। हाम्रो साथी चाहिँ यहाँ पुरा खुसी भएर होइन अटोमा पुरा नाच्दै आइराख्नु भएको थियो। बाटो जे जस्तो भयो नि राम्रै छ होइन। हामी चाहिँ रमाइलो तरिकाले यात्रा गर्दैछौँ। रमाइलो भइरहेछ। लाएर पानी चाहिँ एकदमै राम्रो ठाउँहरू देखिरहेको छ। के गर्ने यस्तो कुरोले गर्दा यस्तो क्यामेराले चाहिँ क्याच गरिरहेको छैन। घरहरू एकदमै राम्रो छ। आलुको लागि चाहिँ यति पर्खात छ नि, मुडे सैलुङ भनेपछि देउराली बागकोट आलुको लागि चाहिँ नेपालकै पर्खात ठाउँ हो कि यो चाहिँ। हामी चाहिँ हाम्रो डेस्टिनेसन आइसकेका छौँ। हामी यहाँ सानो कामले यहाँ आएको थियौँ। हाम्रो भाइलाई चाहिँ एकदमै पानी प्यास लागेको छ। ऊ चाहिँ धारामा पुरै चिसो पानी खाँदैछ होइन। यहाँ एकदमै राम्रो गुलाबको फुल फुलाइरहेछ। यहाँ लोकल कुखुराहरू चाहिँ झोक्रिरहेछन् जाडोमा। ल साथीले पानी खाएर टक्क प्यास मेटिसकेको छ। अब हामी केही बेरमा यहाँबाट फेरि फर्किन्छौँ। हाम्रो गुरुजी पनि पानी खान जाँदै हुनुहुन्छ। ल उहाँहरूको हाँसो एकदमै रमाइलो छ। भन्नु त के भन्दै हुनुहुन्छ तपाईँले? ल हाम्रो यातायात चाहिँ फर्किँदैछ। अब हामी हाम्रो डेस्टिनेसनबाट फेरि देउराली जाँदैछौँ। हामी पछाडि बस्ने कुरा हुँदैछ। म ठाउँमा बसेर दिक्क लागेको छ भने चाहिँ डाँडा काँडा हेर्न चाहिँ सैलुङमा आउन सक्नुहुन्छ। अटोमा आउनुपर्छ। बाख्रो बजारमा आएर चाहिँ अटो, बोलेरो, फोरेल बसहरू चाहियो भने चाहिँ हाम्रो मोटु हुनुहुन्छ, मोटु सर। उहाँको नामै प्रख्यात छ। साँझ परिसके पछाडि निस्केका थियौँ। अब घाम अस्ताउने बेला भइसकेको छ। कालिजहरू चाहिँ देखिन्छ भन्ने कुरा भइरहेछ। हाम्रो साथीहरू यहाँ अटो रोकेर च्यापच्याप 2-3 भाले समातेर किनेर लाने कुरा गर्दै हुनुहुन्छ। ल पारीको मौसम देख्न सक्नुहुन्छ। यति राम्रो छ, यति राम्रो छ। गौरीशङ्कर हिमाल देखिराख्नु भएको छ। यो हेर्नुहोस्, पारी चाहिँ गौरीशङ्कर हिमाल हो भने यो चाहिँ ढुङ्गे बजारमा छौँ हामी। ढुङ्गे बजारबाट पारीको मौसमलाई हामी क्याच गर्दैछौँ। मौसम एकदमै राम्रो छ। हेर्नुहोस् हिमालहरू यहीँ आँखा अगाडि देख्न सकिन्छ। वाह।